मन बिसाउने तिमी भए काँडैभरि फुल फुल्छ मान्छेको सय बाइकको बाटोमा बन्टङ 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 उठाएर हाम्रो फोहोर जाने प्लास्टिक कुराहरू चाहिँ ल्याउनको लागि निषेध गरेछ माछा निकाल्दैछ समात्नु पर्दैन हामी चाहिँ हाइकिङ गर्ने बाटै हिँड्थ्यौँ जान्छ न जाउँ अरे मान्छेहरुको तेल लाएर कालिज कालिज Hello guys, welcome to our and Arctic Family Vlogs. हामी छौ आज यता हामी आज जाँदैछौँ घाटधाम हामी जाँदैछौँ घाटधाम र साथमा हुनुहुन्छ हाम्रो हेलो मैले बाटो देखाएन चिनेन त्यही त म लगिहाल्छु नि टेन्सन होइन काली गुराँस सकन्दर चान्द चमेली जे भने हुन्छ म त नेपाली हामी चाहिँ अहिले आइपुगेछौँ शङ्खडोल बुवालाई ड्याम ढाप ड्याम यहाँ घाटधाम भाइ हामी चाहिँ लाग्यौँ अब यहाँबाट बिचरा त्यो अङ्कल कता गएछ यसलाई सुन्दर सामनेमा सुते सुते के भन्छ यो त सुते भन्छ अहिले बसेको सुते अहिले उठ्न ल तिम्रो यसो गरौ न यहाँ सुन्नु त अलिखेर रेम त्यहाँ सुत्छ अनि यसलाई यहाँ छोडेर जाउँ छिट्छु ल सुनिहालिछ अन्त अब कसरी त सुनेछ त मेरो आहा बलले छ नि मेरो आहा पेट खर्न पर्ने भोक लागेर होला ढलन हो अनि मनमा निक्लेपछि ग्राभिट हो कि यताबाट गयो भने चाहिँ नि धन्यवाद दाजु यो बाटो चाहिँ अलिकति सजिलो पर्दैन हामी फर्स्टमा फर्क्यौँ यो बाटो चाहिँ अलिक अप्ठ्यारो पनि छ अरे मेरो रेमले चाहिँ मार्क्स माथि सार्यो भनेर रिसाएर बसेको छ मसँग होइन रिसाएर बसेको छ पुरै अनुहार पनि देखाउँदिन रे अझै रेम रिसाएर उतापट्टि फर्केको छ है भरे मान्छेहरुको तेल लाएर अन्त पहिला नाच्दै हिँडेछ त पुरै किन हो ए म्युजिक मात्रै आफै नाच्दै कम्मर हल्लाउनै पर्दैन के निकुञ्ज प्रवेश गरे कहाँ जानु हुने हो घाट ड्याम म पनि त आउने हो तपाईँ क्यामेरामा अन्त कताबाट हो तलबाट हो अब त सिधै हुन्छ अझै 45 मिनेट लाग्छ अझै टिकट दिनुहोस् न के को बाइकको होला नि होइन बाइक नम्बर कति कति हो बाइक तपाईँ कति हो बाइक नम्बर कति दिनु गाडी हजुर 600 एकजनाको कति हो र मान्छेको 100 बाइकको ओहो बाटो राम्रो बनाउनु पर्यो लिनु त नाम मनिता श्रेष्ठ मनिता हजुर 4 जना मान्छे एउटा सानो मान्छे हो सानो हामी आइपुगेछौँ मनिज्यू यहाँ चाहिँ फोहोर जाने प्लास्टिक कुराहरू चाहिँ ल्याउनको लागि निषेध गरेछ जहाँ माछा मासु होइन सलाई लाइटर ल्याउनको लागि निषेध गरेछ पर व्यक्ति 100 रुपियाँ पर्छ बाइक 150 ठुलो गाडीको 500 मिडियम गाडीको 350 रुपियाँ पर्छ है विदेशीको लागि 1000 रुपियाँ नेपाली नागरिकलाई विदेशीले 1000 सार्कलाई 500 सार्कलाई 500 है सार्क राष्ट्रको लागि 500 विदेशीको लागि 1000 र नेपाली नागरिकको लागि 100 रुपियाँ किनभने यो तपाईहरुले हाल्नु भने अर्कोले पैसा लाग्छ र फोहोर लान नपाएको छ हजुर ल त साथीहरु हामी चाहिँ अब टिकट लिएर लाग्यौ घाट ड्यामतिर यहाँबाट चाहिँ ठ्याक्कै 11 किलोमिटर रहेछ यो बाटो चाहिँ मनिज्यू रहेछ रिमेम्बर होस् यहाँ चाहिँ टिकट पनि लाग्ने रहेछ मेरो बुढाले बेला बेलामा टेम्परमा आएर बाइक टेम्परमै दौडाउनु मन लाग्छ है टेम्परमा आएर बाइक टेम्परमा दौडाउनु लाग्छ अनि त्यो यो बाटोमा बन्टङ 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 उठाएर हामीलाई पछाडि पुर्याइदिन्छ भने जिन्दगीको गोरेटोमा एक्लै हिँड्न गाह्रो हुन्छ मन बिसाउने तिमी भए काँडैभरि फुल फुल्छ मेरो हजुर कतै कतै माया नै हो सुनको गजुर यो रेम कस्तो रहेछ भाइ बाटो हेर न साथीहरु
अनि अफरोडमा हिँड्ने साथीहरूलाई चाहिँ अप्ठ्यारो होला यो बाटो अफरोड गरिराख्ने साथीहरूलाई चाहिँ यसो अप्ठ्यारो नलाग्न पनि सक्छ हाम्रो एमबीलाई हराउनु भयो आउँदै हुनुहुन्छ क्या अरे हैट के भन्दै हैट पातले घुर्को गरेर म त कहाँ उफ्रिन्छ भने त्यो खाल फालो आउँदो रहेछ फुट उफ्रेको फुट ओहो यहाँ चाहिँ भित्रभरि पुरै यिनीहरूले यस्तो खतरा देखाएको यस्तो राम्रो हामी चाहिँ आयौँ अब एकछिन है यहाँ बसेर एकछिन यस्तो राम्रो रहेछ यहाँ चाहिँ बाटोमा उनीको पातको यस्तो रहेछ अनि रेनको माटो चाहिँ के हो त यो माटो नभए हामी चाहिँ एकछिन फोटो सेसन हुँदैछ है ल उनी घारीमा है बाटो बाटो खतम भयो राति हुन्छ कि आउँदो बाटो राति 3:30 भइसक्यो नि है यतालाई डर लागिसक्यो तर रात पर्छ त यहाँ त अलिकति त है हैन त राति हुन्छ अब कति होला अब अघि त्यहाँ 5 किलोमिटर देखाएको थियो रात पर्छ होला है फर्किन थाल्छ परे के भयो दाइ यहाँ एमपी दाइलाई डर लागिसक्यो किन जङ्गलमा नपरोस् भनेर रात बाघले लिएर नि निस्के पनि सकिन्छ अब हामी चाहिँ हिँड्यौँ यता चाहिँ हाइकिङ पनि धेरै हुने रहेछ फाइनल्ली हामी चाहिँ धाप ड्याम आइपुगेको छौँ देख्न हजुर चिसो है चिसो यहाँ हावा चल्दो रहेछ नि सर मैले लाछु हामी चाहिँ हिँड्दैछौँ धाप ड्याम चिसो छ खै के हुँदैछ यता लालाजी हो नि के हो जाडो रहेछ चिसो के सानो खै यता हेर त ड्याम खोला ड्याम चिसो भयो अलिक छिटो आउनु पर्ने रहेछ यहाँ चाहिँ धेरै बेर बस्नु अन्त टाढो रहेछ म सुन्दरजल माथि म पनि पेट्रोल त हाल्ने भनेको थियो त्यसै तालले हिँड्ने धाप ड्याम त्यसै के थाहा चाहिँ काम यसो लग हामी चाहिँ छौँ अहिले धाप ड्याममा यस्तो दामी निलो हरियो देख्न सक्छौ अब हामी जाँदैछौँ यहाँ तलतिर समात्नु पर्दैन तिमी आफै जाने हो हिँड्नेले पुग्लुको लडेन केही हुन्न तलतिर हिँड न सिधै कहाँ यता आएको तलतिर हिँड समात्नु पर्दैन अब पानीमा चुप्लुङमा चोप्लिउ छोरा पानीमा चुप्लुङ स्विमिङ हाल्यो त ल है लाली गुनास हो नि स्विमिङ गर्ने बिस्तारै स्विमिङ गरौँ रे गर ल स्विमिङ गर है स्विमिङमा जाउँ न त स्विमिङ गर के छ दाइ ठिक छ बिजोग छ चोप्ली त छ लमरानी नगर मेरो छोरो चाहिँ यहाँ माछा निकाल्दैछ माछा कतिवटा भयो माझी दाइ कत्रो माछा निस्केको नि ए माझी दाइ बाटो चाहिँ त्यस्तै खालको होइन गिर्खा काकी यस्तै थियो भनौँ न अब यति ढुङ्गा राखेको भयो खासै उ भएन ड्याममा आइपुगेपछि हामी लगभग अहिले 4 बजे छ 4 बजे चाहिँ हामी आइपुग्यो घरबाट नि बिस्तारै निस्केको थियौँ नै छिटै आउनु पर्ने रहेछ बाटो त खासै लामो होइन अफ रोडले गर्दाखेरि चाहिँ टाइम लागेको भएर चाहिँ बाटो थाहा भएन न हामीलाई के छ बाटो त्यति टाढो छैन होला भन्ने लाग्यो क्या हामीलाई चाहिँ त्यहाँबाट त्यति 8 किलोमिटर आउनु कति टाढा जस्तो लाग्यो है आइनै पुग्दैन बाटो अप्ठ्यारो भएर यहाँ हाम्रो रेमको फोटो सेसन हुँदैछ म त फेरि भाउ खोज्ने हेर नि फेरि फोटो खिच्न मान्छे भाउ खोज्ने मान्छे हो नि टाइम बिताइ चाहिँ यसरी फोटो खिचौँ भनेर भिडियो गरौँ भनेर पुरै माथि गएर बसिरहनु भएको छ यस्तो कालो भएको छ त्यहाँ के हो पानी पर्ला जस्तो होइन एउटा शाहरुख खान गएको थियो 2टा बनेको छ यो नि ड्याम आएको है जाडो भयो मासतिर यतातिर कतातिर हो खै उ यतातिर फोटो सेसन सबै मलाई यहाँ लुगा यतातिर हिँडेँ म अब
धाप ड्याम आयो चिसो चिसो रहेछ यस्तो ड्याम देख्न सक्नुहुनेछ यहाँ आउनु सक्नुहुनेछ तपाईँहरू पनि तर अलि जाडो रहेछ यहाँ चाहिँ चिसो चिसो रहेछ त्यही भएर लुगा चाहिँ अलिक तातो तातो लाउनु पर्ने रहेछ अलिक बाटो अप्ठ्यारो छ अफ रोड छ देखिहाल्नुभयो यस्तो रहेछ यहाँ चाहिँ अब त्यस्तो पसल ससल चाहिँ केही पनि छैन है खानेकुराको लागि चाहिँ यसको वरिपरि चाहिँ पसल केही पनि रहेन छ ड्यामको अगाडि चाहिँ त्यसले गर्नु नि यो हेर नि यो फेरि पतर 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 चले एकछिन बस्ने यहाँ हेर सबैजनाको आफ्नै यहाँ चाहिँ हुँदैछ फोटोसुट अनि फोटोग्राफर चाहिँ म आफै हो फेरि यतातिर चाहिँ जाडो हो र दाइ चाहिँ दौडिरहेको कि टिकी हालेर आउँछ होइन हामी चाहिँ कहाँ थियौँ चिसो रहेछ 5 बजिसक्यो 5 बजिसक्यो नि 5 बजिसक्यो भोक लाग्यो है यता चाहिँ नजिक के पनि खानु पनि है खान ठाउँ केही नरहेछ क्या अन्त अनि जाडो भएर हामीले के हाल्नु पर्छ नि है समस्या हाल्नु पर्छ त्यही त मैले सम्झिन लागेको त्यहाँनिर हैन कसरी छ अन्त होला भन्ने विचार गरेर हामी चाहिँ अब फर्किन लागि भरेन चाहिँ यस्तो चाहिँ अब हामी चाहिँ हिँड्यौँ जाडो भयो चिसो एकदम धेरै बेर बस्न नसक्ने रहेछ हात ठिलाएर यस्तो रात भइसक्यो हातले केही पनि कामै नगर्ने भइसक्यो घुम्नको लागि एकदम ठिक छ गरी महिनामा चाहिँ आउनु ठिक हुने रहेछ आउनु होला तपाईँहरू पनि घुम्नको लागि एकदम घुम्नको लागि जाउँ है टाढा यहाँ बिदाई भइसक्यो यहाँ जाडो र भोक लागेर रे ए स्कुल दौडेर हाम्रो छोडेर भइसक्यो त्यो अघि अर्को बाटो गयो भने हाइकिङको बाटो रहेछ तलतिर अलिक अप्ठ्यारो छ भने बाटो चाहिँ होइन अब यो बाटोमा हामी बिस्तारी बुटुटु हिँड्दैछौँ हामी चाहिँ हाइकिङ गर्ने बाटो हिँड्थ्यौँ काली समात्न जाने हो जान्छानु जाउँ आरती छ मेरो छोराको हामी त खत्रै बाटो आइछौँ त हो हामी चाहिँ त्यो अर्को बाटो निस्केपछि एकछिन यहाँ बस्यौँ होइन 7 किलोमिटर आएपछि त्यहाँबाट यता 7 किलोमिटर आएर यस्तो ठाउँ बस्यो यस्तो रहेछ जङ्गल चाहिँ आम्मा पुरै घनघोर जङ्गल क्या जङ्गल चाहिँ एकदम ठुलो घनघोर जङ्गल है हामी चाहिँ बस्यौँ यहाँ दामी है देखिनु क्या हाम्रो त जहाँ पनि जे पनि देख्नु है खोलातिर त अँधेर देख्थ्यो अँध्यारो भइसक्यो नि कस्तो अँध्यारो भइसक्यो तलतिर त तर त्यहाँ भन्दा यहाँ तातो है फेरि त्यहाँ खतर गरेर दौडेको त्यहाँ काली थियो दुई ठाउँ देखि काली चाहिँ कति है हामी हिँड्यौँ फेरि एकछिनको विश्रामपछि पूर्ण निरन्तर घरतिर फर्क्यौँ यस्तो रहेछ यहाँ मजा रहेछ जोस् Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love